अनि लास्टसम्म बन्दा नि हामीले बुझाउन सकिएन होला सायद। अब दिनदिनै गएर को व्यक्तिलाई बुझाउने त गाह्रो कुरा हो नि त। मेरो नाम मन्जिला गेवाली, म अहिले कानुन संकायमा अध्ययन गरिरहेकी छु। हुन त कानुन संकाय अध्ययन गरिरहेकी छु, वकालत क्षेत्रमा छु, अरूको आवाज उठाउनु पर्ने क्षेत्रमै छु। त्यसकारण यो लैङ्गिक मैत्री कार्यस्थल अथवा यो जो दुर्व्यवहारहरू नहोला यो क्षेत्रमा भन्ने सामान्य आकलन हुन सक्छ। तर पनि यो क्षेत्रमा पनि त्यस्तो नभएको होइन। व्यक्तिगत हिसाबले आफूले प्र्याक्टिस गरिरहेको हिसाबमा अथवा इन्टर्न गरिरहेको अफिसमा खासै एक्सपिरियन्सको त छैन। तर पनि आफूले इन्टर्न अफिसमा जाँदै गर्दाखेरि अर्थात् कहिलेकाहीँ अदालत अथवा ल फर्मतिर धाउँदै गर्दाखेरि चाहिँ आफैले पनि पर्सनल्ली त्यहाँका सिनियर सर म्याडमहरूबाट पनि यसो कहिलेकाहीँ कुराकानी छलफल हुँदा गर्दाखेरि चाहिँ अबको बाटो के त भनेर यसो छलफल गर्न खोज्दाखेरि चाहिँ तिमी त सरकारी सेवामा जाँदा नै ठिक्क हुन्छ, किनभने अब वकालत क्षेत्रमा अब मुद्दा भनेको छ, क्लाइन्ट भनेको छ, रात दिन हिँडेको छ, घरि कहाँ पुग्नुपर्ने घरि कहाँ पुग्नुपर्ने जस्तो कुराहरू आएको कारणले चाहिँ सरकारी सेवामा भइसकेपछि न्याय सेवा अथवा कानुन सेवा भइसकेपछि ढुक्क हुन्छ। 10 देखि 4 बजेसम्म जागिर खायो, त्यसपछि घर गयो, आफ्नो परिवार सम्हाल्यो, ठिक्क छ भन्ने खालको कुराहरू आउँछ। त्यस्तो माइन्डसेटबाट चाहिँ के बुझ्न सकिन्छ भने अझै पनि वकालत क्षेत्रमै पनि यस्तो खालका छन् भनेपछि अरू क्षेत्रमा पनि यस्तो नभएका होइनन् भन्ने लाग्छ। त्यसकारण प्रथममा त म आफूलाई व्यक्तिगत हिसाबले के लाग्छ भने पर्सनल माइन्डसेट एकदमै चेन्ज हुनु जरुरी छ र पारिवारिक हिसाबले पनि एउटा परिवारको मात्र माइन्डसेट चेन्ज भएर भएन हैन। जस्तै अब मेरो परिवारमा मलाई एकदमै लिबरल तरिकाले छोडिदिन सक्नुहुन्छ र यस्तै विषयमा कहिलेकाहीँ छलफल हुन्छन् हैन। म त आफ्नै डिसिप्लिनमा रहन्छु, तपाईँहरू किन डराउनुहुन्छ, साँझ जहाँ गए पनि म मजाले नै सुरक्षित भएर घर फर्किन्छु भन्ने छलफल हुँदै गर्दाखेरि हामी मात्र सुरक्षित भएर हामी मात्र नडराएर भएन, हामीले तिमीलाई मात्र लिबरल छोडिदिएर भएन, अर्को पक्ष लिबरल भएन भने अर्को पक्षले मिसयुज गर्यो भने त्यहाँ तिमी मात्र ठिक भएर चाहिँ हुँदैन है भन्ने खालको छलफलहरू हुन्छ। त्यसकारण चाहिँ पर्सनल माइन्डसेट हरेक व्यक्तिले हरेक घरको व्यक्तिले चाहिँ चेन्ज गर्नु जरुरी छ कि जस्तो लाग्छ। त्यसका लागि चाहिँ यस्ता खालका कार्यक्रमहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छन्। यस्ता खालका कार्यक्रमहरूबाट हामीले जति पनि कुराहरू सिक्छौँ त्यसलाई हामीले पर्सनली इम्प्लिमेन्ट गर्न अत्यन्तै जरुरी छ। र विशेष गरी आज मैले नयाँ कुरा सिकेको भनेको चाहिँ यो कार्यस्थलमा चाहिँ स्टुडेन्ट फ्रेन्डली, म विद्यार्थी भएको हिसाबले पनि स्टुडेन्ट फ्रेन्डली कोड अफ कन्डक्ट चाहिँ हरेक कार्यस्थलमा चाहिँ हुनुपर्छ। विशेष गरी विद्यालयको तर्फबाट पनि यस्तो बनाइनुपर्छ र कार्यान्वयन भयो भने चाहिँ बल्ल त्यहाँबाट चाहिँ परिवर्तन सुरु हुन्छ कि जस्तो लाग्छ। धन्यवाद। समता र समानता र समताको विषयमा त हामीले लगभग बुझिसक्यौँ। हामीले बनाउन खोजेको पनि समतामूलक समाजै हो। किन भन्दाखेरि सबैले समान अवसर पाउनु भएको छैन। समान अवसर नपाइरहँदा लामो समयसम्म समान अवसर नहुँदा कोही चाहिँ धेरै माथि कोही चाहिँ धेरै तल भएको हुँदाखेरि तल भएकालाई पनि माथि अपलिफ्ट गर्ने र सबैलाई समान हैसियतमा पुर्याउने तपाईँ कन्सेप्ट समतामूलक समाजको कन्सेप्ट हो। सोही अनुरूप यहाँ चाहिँ यो जुन चित्र देखाइएको छ लैङ्गिक समता भनौँ या चाहिँ अब मैले इक्जाम्पल दिने गर्दाखेरि त हात्ती र बाख्राको इक्जाम्पल दिन्छु। हात्ती र बाख्रा दुईटैलाई भोग लाएर बराबर क्वान्टिटी दुईटैलाई दिइयो भने त्यो समानता भयो हैन। तर जति नै तपाईँको हात्तीलाई दिइन्छ वा जति बाख्रालाई दिइन्छ त्यो चाहिँ तपाईँको हात्तीलाई नपुग्ने हुन्छ र बाख्रालाई एक्सेस हुन्छ, बढी हुन्छ हैन। त्यो गर्दाखेरि त्यो समानताको कन्सेप्ट हो। समता भनेको हात्तीलाई जति आहार चाहिन्छ त्यति दिने, बाख्रालाई जति चाहिन्छ बाख्रालाई दिने गऱ्यो भने त्यो समता हो। यही कन्सेप्ट जस्तो यो पनि हजुरले पनि राख्नुभयो। सबैलाई अवसर जुन जति आवश्यक छ आवश्यकता अनुसारको तपाईँको चाहिँ वितरण, आवश्यकता अनुसारको वितरण गरियो भने त्यो समता हो र यो लैङ्गिक समता नै उचित हो जस्तो लाग्छ। र यो चित्र नम्बर 2 बेटर छ। र सम्पूर्ण हाम्रा उपस्थितमा नमस्कार। विशेष अनुरोधलाई धन्यवाद। हामीले जान्दै नजानेको बुझ्दै नबुझेको शब्द कुनै पनि छैन। त्यो पनि जानेको छ, त्यो पनि बुझेको छ, यो पनि भइदिनुपर्छ, त्यो पनि भइदिनुपर्छ जस्तो लाग्छ। तर हामी कार्यान्वयन गर्ने ठाउँमा र हामीले प्रयोग गर्ने व्यक्तिहरू कति सचेत छौँ र कति सुझाव दिएका छौँ भन्ने कुरामा पनि भर पर्ने कुरा हो। सेवा प्रदायकले हामीहरूलाई दिनुहुन्छ तर हामीले कसरी लिएका छौँ भन्ने कुरामा भर परे। जस्तो बुटुल महानगरपालिकाले अब के अरे जेन्डर मैत्री नै बनाउनु भएको छ शौचालय, हामीले जहिले पनि धन्यवाद दिएका छौँ। तर फेरि हामी ल्याउँदै गर्दाखेरि हामीले
जहिले पनि हामी कम्प्लेन गर्ने व्यक्ति पर्छौँ कि कहिलेकाहीँ, अनि त्यो पनि सजिलै गरिदिएको छैन, त्यो पनि गरिदिएको छैन भन्ने मात्रै गर्छ। त्यही कुरालाई राम्रोसँग हजुरले यस्तो गरिदिएको भए कति राम्रो हुन्थ्यो, अझ सहज हुन्थ्यो भन्ने कुरा हुन्छ। मैले यही रूपमा एउटा उदाहरण दिन चाहन्छु। बुटवलको महानगरपालिकाको विभिन्न वडामा राष्ट्रिय परिचय पत्र वितरण कार्य भयो। मैले हाम्रै वडामा जाँदै गर्दा बुटवलको महानगरपालिकाभित्र वडा कार्यालयले सम्बन्धित ठाउँमा एक ठाउँमा परिचय पत्र बनाऊ भनेर के अरे ठाउँ तोकेको थियो। अनि हाम्रो यहाँ एमसी कलेजमा परेको थियो होइन सचिवज्यू, हाम्रो वडा स्कलर्स होममा परेको थियो। परिचय पत्र के हो रहेछ भने स्कलर्स होममा बाँडी गएको वडामा आउँदो रहेछ। हामी कतिले इलाका प्रशासनमा गएर फोटो खिचेका हो, इलाका प्रशासनले नै वितरण गर्दो रहेछ। त्यही कुरा मैले हाम्रो त्यहाँ वडामा वितरण भइरहेछ, अनि कसरी वितरण भयो रहेछ, यसलाई म आफ्नै वडाको बासिन्दा, म यसरी जानुपर्छ भनेर बुझ्न जाँदै गर्दा यो छ भनेर भन्नुभयो। अनि मैले हाम्रो सचिवजीलाई भने अरू केही गर्नु परेन, स्कलर्स होममा फोटो खिचेकाहरू एकचोटि आएर हेर्नुहोस्, हजुरको अब राष्ट्रिय परिचय पत्र आएछ भने लैजानुहोस्, नयाँ भने इलाका प्रशासनमा सम्बन्धित के अरे समन्वय गर्नु होला भनेर यति सूचना दिनुहोस् न, त्यति राखिदिनुहोस् बाहिर भनेर भन्न गएँ। अनि अर्को दिन राखिदिनु भएको हो। यस्ता कुराहरू के हुन् भने हामी क्लाइन्टहरू, हामीले सेवाग्राहीहरूले हामीले ल्याउँदै गर्दा सेवा प्रदायकले पनि हाम्रा कुराहरू सुझाव दिने भने साना साना कुराले पनि कति धेरै कुरा फरक पार्छ। त्यसै गरी अब हामी त एकल महिला चाहिँ भयो, मैले एउटा कार्यक्रम पनि राखेको भनेको छु। मैले आदरणीय उपप्रमुखज्यू वडा अध्यक्षज्यूहरूलाई मैले के सुझाव दिन चाहन्छु भने बजेट राखिदिनुहोस्, हजुरहरूले नै आयोजना गर्नुहोस्, संस्थाले गर्नु परेन। मैले अब टोल विकास संस्थाका प्रत्येक वडाका टोल विकास संस्थाहरूका अध्यक्ष उपाध्यक्ष र सचिवलाई बोलाइदेऊ, त्यही वडाका एकल महिलालाई बोलाइदेऊ, अनि एकल महिलाको भाग के हुन्छ र समाजको भाग के हुन्छ दुईटा प्रस्तुतकर्ता राखौँ, अनि त्यसपछि एउटा टिप्पणीकर्ता राखौँ। इन्दिराजी, अहिले मलाई लागिरहेछ कि म अध्यक्ष भएर हिँडिरहँदा हरेक ठाउँमा पुगेकी छु, गइरहेको छु, मलाई यस्तो लागिरहेछ कि त्यो समाजले हामी एकल महिलाको हेर्ने दृष्टिकोण परिवर्तन त गरेको छ, तर भाव व्यक्त गर्न सकिरहेको छैन। परिवर्तन गरेका छन्, हामीलाई रातो पहिरनमा हामीलाई अवरोध गरेर छैनौँ, हरेक कुरा गरिरहेछौँ, सहयोग गरिरहेछौँ, बजेट विनियोजन गरिरहेछ भने बजेट विनियोजन भनेको उसको सिपमूलक कार्यक्रममा आर्थिक के अरे जीविकोपार्जनमा एक नम्बर हो, तर भावले कति कुरालाई अप्ठ्यारो पार्दो रहेछ। मैले भन्न खोजेको के छु भने समाजको टिप्पणी गर्दा एकजना टोल विकास संस्थाको भाग यस्तो छ भन्ने, अनि एकल महिलाको भाग यस्तो छ भन्ने र बिचमा निष्कर्ष, अनि यो द्वन्द्वलाई कसरी हामीले समतामूलक समाजतिर लैजान सक्छौँ भनेर मैले यो राखुला पनि हरेक वडाले बजेट विनियोजन गरिदियो भने त्यही वडाका टोल विकास संस्था बोलाउने, त्यही वडाका एकल महिलालाई बोलाइदिएर कार्यक्रम गर्ने अझ प्रभावकारी हुन्छ भन्ने पनि मलाई लागेको छ। यो समतामूलक समाजमा हाम्रो एकल महिलाको भूमिका यसरी रहनेछ भन्ने पनि मैले जानकारी गराउँछु। नमस्कार, सम्बोधन सबैलाई यथाचित। अब यो आजको बसाइपछि कसरी अगाडि बढ्छौँ भन्ने सन्दर्भको विषय चाहिँ मलाई लागेको छ। अहिले यो सरकारबाट जारी भएका यो विवाह सम्बन्धी ऐन छ, अनि एकअन्तर संशोधन पनि भएको छ त्यहाँ, अनि त्यसपछि आचार संहिता 2074 छ। यसलाई चाहिँ अब अलि विस्तृत रूपले त्यसको अध्ययन चाहिँ गर्छु भन्ने मलाई लागेको छ। यहाँ बसिरहँदाखेरि त्यो अलि राम्रो गरी अध्ययन गर्छु, सामान्य किसिमले हेरिएको छ। अनि अब कार्यालयमा सहकर्मी साथीहरूसँग चाहिँ आफ्नो व्यवहारलाई चाहिँ जसरी एउटा लैङ्गिक मैत्री हिसाबले गरिराखेको छ त्यसलाई निरन्तरता दिन्छु, अझै सचेत हुन्छु भन्ने खालको कुरा लागिरहेको छ। अनि सेवाग्राहीहरू चाहिँ आउँदाखेरि उहाँहरूसँग उहाँको काम विशेष के प्रसङ्ग के छ उहाँलाई चाहिँ अलिकति सहजीकरण गर्ने सन्दर्भमा चाहिँ कतिपय शब्दका विषयहरू त्यो विषयहरूमा पनि अलिकति सचेत हुन्छु भन्ने कुरा छ। र अर्को कुरा चाहिँ अब हामीसँग भएका संरचनाहरू जति पनि छन्, अब लैङ्गिक मैत्री शौचालयका कुराहरू चाहिँ अब अघि यहाँ चाहिँ हाम्रो कार्यस्थलमा चाहिँ ती विषयहरू छन्, तिनी विषयहरूलाई चाहिँ भएका कुराहरूलाई चाहिँ प्रयोग भएका छन् कि छैनन् त्यसमा चाहिँ नि अब अलिकति ख्याल गर्छौँ। त्यो एउटा चाहिँ कुरा आएको थियो अगाडि चाहिँ, त्यो के रहेछ भने हाम्रो कार्यालयको चाहिँ त्यो शौचालयको चुकुल चाहिँ रहेछ, त्यो के अरे अपाङ्ग मैत्री शौचालयको चुकुल चाहिँ अलिकति माथिपट्टि रहेछ, एउटा विषय आएको थियो। त्यो हामी कति बेला पनि हामी गएर हेरेनौँ, प्रयोग गर्ने चाहिँ प्रयोगकर्ताले चाहिँ नि त्यो खालको कुराहरू चाहिँ बताउनु पऱ्यो, पछि त्यसलाई चाहिँ सुधार्ने चाहिँ कुरा गरिन्छ। अब त्यस्तो खालको सुधारका कुराहरूमा पनि अब अलिकति सचेत हुन्छ भन्ने लाग्छ। यति भन्न त यता लैङ्गिक समानता छ नि त, त्यहाँ लैङ्गिक समानतामा चाहिँ कस्तो छ भने सबैलाई बराबरको साइकल दिएको छ, चाहे त्यो सानो होस् चाहे ठुलो होस्।
तर जब हामी लैङ्गिक समानतामा आयौँ, जब त्यो सानो बच्चालाई चाहिँ सानो छ, अलि ठुलोलाई अलि ठुलो, अनि जब त्यो तल अपाङ्ग नै होला सायद, उहाँलाई चाहिँ त्यही अनुसारको छ। यो चाहिँ अहिले हाम्रो रियालिटीमा पनि छ, जस्तो यातायातमा पनि त जब हाम्रो त्यो अपाङ्ग जानुहुन्छ उहाँहरूलाई त्यही खालको स्कुटी उसको बाइकको व्यवस्था गरेको हुन्छ नि। मान्छे जो जस्तो छ, जसलाई जस्तो आवश्यकता छ त्यही अनुसार ट्रिट गर्छ। अब जस्तो कि मलाई साइकल चलाउन के अरे मानौँ ल, मलाई स्कुटी चलाउन आउँदैन, साइकल चलाउन आउँछ, ल उसको मतलब हाम्रोमा त विभिन्न त्यो प्रोग्रामहरू आउँछ नि। मलाई चाहिँ त्यो स्कुटी दिएर काम लागेन नि त, मलाई साइकल नै चाहियो नि त, म सानो छु मलाई ठुलो दिएर काम लाग्यो नि त। मलाई जस्तो चाहिएको छ त्यही अनुसार चाहिएको, त्यो गर्नको लागि मात्र होइन, जसलाई जस्तो आवश्यकता छ त्यही अनुसार नै ट्रिट गर्न पर्यो कि समानताको नाममा चाहिँ त्यो हुनै नसक्ने कुरा दियो न त दियो, तर त्यो चाहिँ हाम्रो प्र्याक्टिकल्ली एप्लिकेबल हुन्न भने चाहिँ त्यो चाहिँ मतलब उचित नै हुँदैन कि त्यो प्रभावकारी नै हुँदैन।